ब्राउन ल ब्राउन नै त ब्राउन कलर ब्राउन कलर छैन कि अब भन्दा पर्छ है सबैभन्दा ठुलो ब्राउन कलर मेरो गिफ्ट भर्सेस रिच किड भर्सेस पोर किड हैन ल म भन्छु ग्रीन ग्रीन लिप ग्लस हो होइन लिप ग्लस होइन हो के हो ल जे भयो नि हो ल अब ब्लू ब्लू तिमी ब्लू ल भयो ब्लू भनेपछि स्काई ब्लू गर्ने किन दुईटा हाल्नुपर्छ मसँग त दुईटा होइन ल अर्को छ मसँग लिन्छ अर्को छ वाउ किन के भन्छ ल ए एक्सचेन्ज भयो ढाडबाज थ्याङ्क यू सो मच अब भन्ने हो के हो ए यो ए थ्याङ्क सो मच यस्तो राम्रो ड्रेसलाई फेरि अन्त राम्रो बनाउने छु ल मैले अब उसको लागि के हेर न कस्तो राम्रो हुन्छ होला यसलाई एन्टी एजिङ ए बुढी भन्छ नभए के अरे यल्लो कस्तो चाहियो उसले म त म्यानेज गरेँ भने ल छिटो जेसके बस्नु ल गर पहिला यो चाहिँ कति राम्रो बचपनको याद दिला तिमीले चाहिँ ए खतरा रहेछ त दुईजनाकै जाने रहेछ गिफ्ट किन अब कुन मैले भने हो अब तिमी कुन भन्ने पखाइ पर्पल ल म दिन्छु त नभए थ्याङ्क यू भन्नु थ्याङ्क यू अब तिमी भन ल वाइट खै आमा कस्तो राम्रो कप ल म त वाइटै छैन कि ल 1 2 3 गो मैले राते के कस्तो राम्रो छ मैले चाहिँ नर्मल कापी ल्याइदिएँ किन मैले पाउँदै पाइनँ क्या त्यही भएर ल तिमी भन ए मैले भनिदियो होइन अब मेरो त सकिएछ नि त ल ब्ल्याक ब्ल्याक मैले झलक त देखाएर नि त देखाएन ल रेडी सरी सिम्पल काटेर ल्याइदियो थ्याङ्क यू कता यता रहेछ अब दिउँ म भन्छु रेड किन रेड भएन अरे त ल रेड ल रेड चल्छ यो अहिले चाहिँ हाल्नु थाल्यो तिम्रो लागि ड्राइगन किलिङ यो खतरा रहेछ वा थ्याङ्क यू थ्याङ्क यू अनि मैले मेरो सक्यो पिङ्क छ लास्ट ओरेन्ज होइन त मसँग मेरो एउटा कर्नर हो तर मेरो कति ओरेन्ज त धेरै छ होइन पिङ्क पनि हुन्छ पनि हुन्छ पिङ्क छ सानो ल पिङ्क पनि एउटा छ पिङ्क ल रेडी 1 2 3 गो कति दामी हो थ्याङ्क यू कति राम्रो कस्तो क्युट सामान ल्याएको कति क्युट रहेछ भाइ अब ओरेन्ज छैन मेरो पर्पल छैन तिम्रो ओरेन्ज छैन यो यो त उनी हात सिल्भर नि हो भाइ राम्रो गरिदिनु हुन्छ बिर्सनु यस्तो फेसमा मार्क्स ल्याएको थ्याङ्क यू सो मच राम्रो खै यो चाहिँ के हो ए ल
लिप ग्लस के अरे ओरेन्ज होइन जस्तो लाग्छ नि ओरेन्ज त होइन गोल्डनमा हो गोल्डन र सिल्भर इसका मुझे हमेशा से जरूरत होती है माइन हुन्छ किन ल सामान देखाउने हो यसो देखाउन एमा मेरो कस्तो होला तिम्रो कति होला यार त्यो मेरो खानेकुरा खान्छ त्यही भएर ल देखाउ ल यस्तो गरेर भयो चक्लेट के अरे चिङ्गम यति नै हो हाम्रो गिफ्ट एक्सचेन्ज बाइ बाइ गाइजहरु